अब यो गेस्टेसनल डायबिटिज भनेको गर्भ अवस्थाको डायबिटिजलाई भन्छौँ। अब यो कसैलाई तपाईँको सुगर पहिलेदेखि छैन तर प्रेग्नेन्ट लेडीलाई सुगर लाग्न सक्छ। प्रायःजसो हामीले स्क्रिनिङ गर्छौँ यो 24-28 हप्तातिर जुन ओजिटिटी गरेर त्यतिखेर देखिन सक्छ गेस्टेसनल डायबिटिज। अब यो गेस्टेसनल डायबिटिज पत्ता लगाउनलाई हामीले चाहिँ एउटा खाली पेटको सुगर हेर्छौँ, 75 ग्राम ग्लुकोज खुवाएर 1 घन्टा 2 घन्टामा हेर्छौँ। यदि खाली पेटको सुगर 92 भन्दा माथि, खाना ग्लुकोज खाएको 1 घन्टापछि 180 भन्दा माथि र ग्लुकोज खाएको 2 घन्टापछि 153 भन्दा माथि छ भने हामीले गेस्टेसनल डायबिटिज मेलाइटस भन्छौँ। यसमा चाहिँ गर्भ अवस्थामा यो इन्सुलिनको रेजिस्टेन्स बढी भइरहन्छ भने शरीरमा भएको इन्सुलिनले पनि हामीलाई काम गर्न नसक्ने हुन्छ। त्यस्तो त्यही भएर अरू डायबिटिज भन्दा यो फरक छ। अनि यो गेस्टेसनल डायबिटिज भनेको लगभग तपाईलाई चाहिँ 80%लाई त्यो डायट कन्ट्रोल एक्सर्साइजले नै कन्ट्रोल हुन्छ। 20%लाई हामीले खाने औषधि या इन्सुलिन चाहिन्छ। फेरि यो डेलिभरी भइसकेपछि तपाईँको यो सुगर हराउने चान्स पनि उत्तिकै हुन्छ। 80% चान्स तपाईँको यो सुगर हराउनु पनि सक्छ भनेर, 20%लाई फेरि सुगर रहिराख्न पनि सक्छ हुन्छ। कसैलाई रहिराख्यो भने सुगर हामीले कतिलाई चाहिँ खाने औषधिले पनि कन्ट्रोल हुन्छ, कतिलाई फेरि इन्सुलिन चाहिन्छ। फेरि यतिखेर पनि इन्सुलिनको डिफिसियन्सी हुनसक्छ या रेजिस्टेन्स पनि हुनसक्छ भनेर, त्यस्तो बेलामा तपाईँलाई इन्सुलिन पनि चाहिन्छ। त्यही भएर चाहिँ इभन गर्भ अवस्थाको डायबिटिजले गर्दाखेरि पछि गएर त्यो टाइप 2 डायबिटिज पनि डेभलप हुने चान्स पनि हुन्छ। त्यसो बेला पनि औषधि चलाउनु पर्यो या इन्सुलिन चलाउनु पर्यो। कसैलाई फेरि आज पहिलो प्रेग्नेन्सीमा डायबिटिज देखिया छ तर पछि डेलिभरी भयो फेरि हराएर जान्छ, फेरि दोस्रो प्रेग्नेन्ट हुँदाखेरि फेरि डायबिटिज देखिने चान्स बढी हुन्छ भने, त्यही भएर गर्भ अवस्थामा पनि तपाईँको यदि डायबिटिज देखिसकेको छ भने पनि आत्तिनु पर्दैन। उपचार गर्ने तपाईँको प्रेग्नेन्सी कन्टिन्यू गर्न पाइन्छ। अब यसमा खाने औषधिदेखि लिएर इन्सुलिन लगाउनु पनि। अब गर्भ अवस्थामा हाम्रो टार्गेट नै एकदम सुगर टाइट कन्ट्रोल गरेर राख्नुपर्ने हुन्छ। खाली पेटको 95 भन्दा तल, खानापछिको 120 भन्दा तल सुगर राख्नुपर्ने हुन्छ। सुगर राम्रो राख्ने गर्नुभयो भने बच्चालाई पनि राम्रो हुन्छ।